त्यसपछि नमस्ते। हाम्रो पवित्रापन मगरको प्रसन्नमा जिज्ञासा दिँदैछु मैले उत्तर दिँदैछु। उहाँले भन्नुभएको थियो सुन्तलामा समस्या देखियो सर भनेर फिगर तस्बिर पनि पठाउनु भएको थियो। त्यसको बारेमा मैले अस्ति पनि भिडियो बनाएर मजाले हालिदिएको छु। त्यसलाई पनि एकदम दोहोऱ्याएर हेर्नु होला। म फेरि पनि उहाँको जिज्ञासालाई मेटाइदिन्छु। त्यसलाई के भन्छ त भन्दाखेरि सेतो खरानी रोग भन्छ। सुन्तला वर्गमा सुन्तलामा धेरै विभिन्न रोगहरू लाग्छन्। त्यो पनि एउटा एकदम खतरनाक रोग हो। सुन्तला वर्गहरूमा त्यो अलिकति बर्खाको सिजनमा व्यापक देखिने भए तापनि अलिकति आर्द्रता धेरै भएको समयमा देखिने गर्दछ। तर पनि अब त्यसमा यो हिउँदको समयमा अलिक सुसुप्त अवस्थामा आएको कारणले त्यो फेरि पछि फेरि व्यापक फैलिन्छ हेर्नुहोस् है। त्यो कुरा ख्याल गर्नु होला। त्यसैले अहिलेको अवस्थामा नियन्त्रण गर्नलाई एकदम सजिलो हुन्छ। तपाईँको बारीमा तपाईँले पठाएको फोटा अनुसार तस्बिर अनुसार म फिल्डमा नपुगे पनि मैले बुझिराखेको छु। त्यसमा तपाईँहरूको समस्या के रहेछ भनेर बुझ्ने प्रयास पनि गरेको छु र बुझेको पनि छु। र त्यसमा एकदम रोग धेरै मात्रामा फैलिसकेको छ। अब पहिलो उपाय यसलाई फैलिन नदिन अब आउँदा दिनमा के गर्नु पर्यो त भन्दाखेरि बिरुवाहरू स्वस्थ बिरुवाहरू ल्याउनु पर्यो के ल्याउँदै गर्दाखेरि त्यो कुरा ख्याल गर्नु होला। अर्को कुरा तपाईँहरूले बिरुवा लगाउँदै गर्दाखेरि प्राविधिक मापदण्ड अनुसार लगाउनु पर्यो। बाक्ला बिरुवा लगाइदिनु भएको छ क्या तपाईँहरूले। मैले त्यतिका ट्रेनिङहरू सिकाउँदै गर्दाखेरि पनि 4 मिटर 4 4 बाई 4 मिटरको दूरीमा लगाइदिनु होला सुन्तलाका बिरुवाहरू भनेको तपाईँहरूले अलि बाक्लो लगाइदिनु भयो। बाक्लो लगाउन कारणले पनि यसमा सर्ने सम्भावना धेरै हुन्छ। यो रोगले घाम मजाले लाग्ने ठाउँमा ह्युमिड अलिकति कम हुने ठाउँमा उज्यालो हावापानी छिर्ने ठाउँमा त्यस्तो ठाउँमा अलिक कम लाग्ने गर्दछ। त्यसैले गर्दाखेरि प्राविधिक दण्ड अनुसार मात्र यिनीहरूलाई के गर्नु पर्यो त प्रयोग गर्न सक्नु पर्यो, लगाउन सक्नु पर्यो। अर्को कुरा रासायनिक मलहरू नगर्ने सकभर प्रयोग गर्नै परेको खण्डमा नाइट्रोजनयुक्त मलहरूलाई एकदम सिफारिस मात्रामा सकेभन्दा बिस्तारै कम गर्दै जाने। अनि पोटासयुक्त मललाई प्रयोग गर्ने। अब पोटासयुक्त मललाई धेरै प्रयोग नगर्ने। यसका स्रोतहरू जस्तै खरानीहरूलाई छर्किदिने के हो, रोग नलाग्दै पनि छर्किने, लागिसकेपछि पनि यसका ऊहरूलाई छर्किदिने। धेरै लागेको छ भने त्यो हाँगालाई छोपेर के गर्ने, जलाइदिने। त्यो पनि एउटा उपाय हो। अर्को कुरा के गर्ने भन्दाखेरि गाई भैँसीको पिसाब एक भाग र पानी एक भाग पानी 2 भाग गरेर 5 दिनको फरकमा हामीले के गर्ने, छरिदिन सक्छौँ। त्यो गर्ने हो भने नि यो रोगलाई नियन्त्रण गर्नलाई एकदम राम्रो हुने गर्दछ। अर्को कुरा जहिले पनि मैले बगैँचा व्यवस्थापनको बेला पनि हजुरहरूलाई सिकाउने गरेको थिएँ। त्यसपछि अहिले पनि भन्दैछु के गर्नु होला भन्दाखेरि तलबाट आएका आएका कामनाहरू हुन्छन् मुना तलका। अनि त्यस पछाडि भित्रबाट आएका चोरङ्गा हुन्छन्, हो तिनीहरूमा सङ्क्रमण हुने चान्स धेरै हुन्छ। त्यो अवस्थामा तपाईँले के गर्नु पर्यो त भन्दाखेरि तिनीहरूलाई हटाइदिनु होला है। अर्को कुरा धेरै लागिसकेको छ हाम्रो पवित्राजीको जिज्ञासामा। उहाँले सल्फरयुक्त फङ्गिसाइडहरूलाई के गर्ने, प्रयोग गर्ने। 10 देखि 15 दिन 10 देखि 20 दिनको फरकमा 1.5 ग्राम प्रति लिटर पानीमा हालेर हामीले स्प्रे गर्नुपर्छ। 3 पटक जति है, 3 पटक जति प्रयोग गर्नुपर्छ। त्यसको लागि अब तपाईँले राख्न चाहनुहुन्छ सकभर विषादी हामीले अगाडि भनेका प्रक्रियालाई अपनाउनुहोस् होइन। सकभर हामीले विषादी प्रयोग गर्नु हुँदैन, किनभने विषादी भनेको विष हो। यसले मान्छेलाई बचाउने भन्दा नि मार्ने गर्छ। हाम्रो प्रकृतिमा हाम्रो वातावरणमा असर गर्छ र यसले हामीलाई दीर्घकालीन रूपमा असर गरेको हुन्छ भन्दै अब यो जिज्ञासाको लागि धन्यवाद दिँदै हाम्रो पवित्र पोललाई केही जानकारी गराउँछु।